हेलो गुड मर्निङ। आज 5 बजे उठ्यो। अब उठेर अब फ्रेस भइन्छ। पहिले त पानी पिउनु पऱ्यो पहिला बिहान उठेर है। मन तातो पानी पिउनुपर्छ बिहानमा। यसले चाहिँ शरीरलाई फ्रेस हुनाले मद्दत पुऱ्याउँछ एकदमै। ल अब रेडी भयो, रेडी भएर लाग्यो अब हलतिर है। तुलसीमा त ल मलाई आज यस्तो राम्रो सुगन्ध बिहान बिहान सुँगेर हिँड्न पाएपछि अरू के चाहियो र। हलमा आइपुगेँ म। अब त्यही हाम्रो हल हिजो पनि देखाएको थिएँ मैले, आज पनि देखाउँछु। खेल्न आउनुभन्दा पहिला, एक्सर्साइज गर्न आउनुभन्दा पहिला त फुल स्ट्रेचिङ गर्नु पऱ्यो नि हामीले। खेल्नभन्दा पहिला या हार्ड एक्सर्साइज गर्नभन्दा पहिला आफू फुल स्ट्रेचिङ गरेर मात्रै गर्नुपर्छ है, होइन भने इन्जुरी हुनसक्छ। त्यही भएर मैले चाहिँ फुल स्ट्रेचिङ गर्छु। आजको एक्सर्साइज पनि राम्रो भयो हाम्रो। आज पनि पसिना मजाले बगायो, एक्सर्साइज पुरै पुग्यो। अब घरतिर हेर्नुको मौसम पनि बहुत राम्रो छ। यो मौसममा सबैजना उठ्नुहोस्, एक्सर्साइज गर्नुहोस्। शरीर स्वस्थ र एक्टिभ रह्यो भने, निरोगी भयो भने शरीर छ त सबै छ। अब आयो, भोलि भेटौँला नेक्स्ट भ्लगमा।